त्यो उ चाहिँ देखिनु भयो के बनमको के अरे भोटमा छ भोट ल्याएको थियो ऋषि दमा बिगाऱ्यो भन्दा तिमी आज जान्छौ पानीमा हाल्छु मैले फेरि रोको रोको एप्रोन लाइदिनु पर्दैन इज्जत गरे छोडा म जान्छु यार यस्तो पाराले हुन्न त म पानीमा चोबाल्छु एकचोटि पहिला त्यतिको धेरै लाभ न छोडा तिमीलाई म यहाँ सो हेलो एन्ड वेलकम टु आवर मिनी ब्लग गाइज आज चाहिँ हाम्रो चाहिँ के हुँदैछ यहाँ घरमा भन्दा चाहिँ मैले चाहिँ आफ्नो हस्बेन्डको चाहिँ कपाल कट आज हेयर कट गर्ने चाहिँ च्यालेन्ज हो उहाँले चाहिँ भनेर मैले सक्दैन भनेर सकेको भन्ने चाहिँ कारण अब 1.5 मिनटै जस्तो पनि काट्ने चाहिँ बुढीले काट्नु राख्नु पर्यो बुढो भइएछ हौ बुढो 33 वर्षको बुढालाई चाहिँ काटिने ल कस्तो काट्ने हो है 2083 साल लागिसक्यो आज नयाँ भ्लग न्यू डेज है गाइज धेरै भइसक्यो भ्लगमा आएको ए आमा म त जोकर जस्तो देखिँदो रहेछ है एप्रोन पनि पुरै मेहन्दी लगाएर यस्तो गरिसक्यो छैन केटीको जस्तो हो त मेरो कपाल त है एकचोटि तेरे नाम बनाऊँ न कहिले हुने गाना गाउँदै के ह्यान्डसमै देखिँदो रहेछ नि तपाईँ त त्यो उ चाहिँ देखिनु भयो के बनमको के अरे भोटमा छ भोट ल्याएको थियो ऋषि दमा छ भोट ल्याएको थियो ऋषि दमालाई इन्टरनेसनल बेइज्जत भन्दा नि यार यो त डबलै भयो के गरिन् यिनले पनि म दङ परेको यार रोको रोको एप्रोन लाइदिनु पर्दैन यो पागल भएको कि के हो यार यतातिर पहाडी एप्रोन झारे हो कपडा हेर लगाउनु पर्यो नि कपडा फोरी गरेर लगायो पहाडीतिर सबै यो कहाँबाट आयो यो टुडो एकैचोटि भए माथि जाने होइन नि त काटेर अनि आज मुन बाबा देख्यो भने म किन गाडी गर्नु लिएर काटेको नकाटेको झऱ्यो होला र कस्तो काटेको नि बह ओके अहिले हेर्छु नि बिग्रियो भने तिमीलाई म बिग्रियो भने पानीमा लएर एकचोटि सुबाल्ने हो नाउले काटे जस्तो काटिदिनु पर्यो अरू थाहा होइन तिमीले काट्छु भनिस् नि हौ मैले त तपाईको जस्ट मिलाइदिन्छु पो भनेको नि मिलाउने त अनि नाटक नगर मिलाइदिन्छु रे अहिले फेरि जे पाइले नबोला तपाईले छोटो गर्दियो भने मैले छोटो पार्दिए यहाँ नाउहरुले कसरी काट्छन् तपाईले यसरी तेरे चप्टा हुन्छ कि यसरी बान्थ्यो हैन जाऊ नाटक नगर हो कि छोप्नु त एकछिन ब्युटी पार्लर सिकेको रे नाटक पार्ने थुदुन मेकअप गर्नु भने त छोडा म जान्छु यार यस्तो पाराले हुन्न त बेइज्जत गराइदियो यार दुर्मुस भन्दा नि यार खत्तम गरायो तिमीले ल मेरो टोपी लिएर आइदियो त म जान्छु तिमीलाई त पानी हात चोप्छु अहिले म जान्छु के जान्छु पागलै बनाइदियो मलाई तिमीले तिमीलाई म पानीमा चोबाल्छु एकचोटि पहिला यस्तो भागेको कख त कस्तो बनाइदियो यार मलाई ऐना लिएर आइदियो त कस्तो बनाइदियो यार
ऐना ल्याउ न ठुलो ऐना त्यति त बिग्रेको रहेन त रनलाई बिगार्दै छैन के मैले राम्रो पार्दिएँ तर यहाँ आएको कपाल चाहिँ कसरी काट्यो भन्ने कुरो चाहिँ मैले ल छोड दे तिमीले त्यो मिलाउन सक्दैनौ म नाउकोमा जान्छ मलाई त्यो मोटरसाइकलको चाबी झिक्देऊ गरेर आउनु है यता यतापट्टिको धेरै लाभ नराम्रो छाडा तिमीलाई म यहाँ चुप्छु के पानीमा यहाँ हुन्छ नि यार नयाँ वर्ष लगाइसक्यो अब नयाँ बन्नु परेन मेरो चाबी झिक्देऊ छु है ल कोही छैन त ल धेरैमा देखेँ यार तपाईँको दोकानमा आफै आएर बस्नु भएको ल यहाँ कपाल काट्नु पऱ्यो सब ठिक छ यहाँ बुढीले घर कपाल काटिदिन्छु भनेर लाग्यो ल त हेर भनेको अलिअलि बिगारिदियो क्या यता राइट हुन्न भनेर म उठेर हिँडेको बिगारिदियो भनेर भनिरहेको थियो अहिले चाहिँ कस्तो भएको छ हो यस्तो बिगारिदिएर आएको कपाल हुँदै थियो बल्ल बल्ल काट्नु नि हुँदैन नि ल त्यहाँबाट एउटा फोटो भिडियो गर भनेन म त बुढीले काटिदिनु भएको थियो भनेर यस्तो यस्तो भनेको अनि त्यसपछि बिग्रिरहेछ यताउता भन्दै थियो ल अब भने कस्तो देखेँ है गाइज ल कपाल चाहिँ गइसकेको छ है थोरै ल कमेन्ट गर्नु है कस्तो देखेको छु ल यस कङ्गी कङ्गी कपाल पनि काटेर आइसक्यो म नाउकोमा गएर सब कपाल बिगारिदिएको थिएँ है अहिले चाहिँ कपाल काट्यो कपाल पनि सब खुइलिएको छ है ल तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ प्लिज लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है अनि सब्सक्राइब प्लस फलो पनि गर्न नभुल्नु है ल मेरो चाहिँ कपाल यस्तो भइसकेको छ कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ मेरो भिडियो कमेन्टमा लेख्नु होला है त ल गाइज थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई